52 मा पुग्दा त्यो युवाले 52 मा पुग्दाखेरि यो देशमा नलडिकन जनताको सत्ता प्राप्त हुँदैन भनेर लड्न सुरु गर्यो र बन्दुक पड्कायो। उसको नाम प्रचण्ड। त्यो प्रचण्डको साथमा कर्णाली सबै खडा भयो। कर्णालीका युवाहरू खडा भए। सबभन्दा हेपिएका भनिएका मगरहरू त्यति बेला सिंहदरबारले नीले मगर भन्थ्यो। सबभन्दा हेपिएका दलितहरू तिनलाई तिनले छुएको चल्दैन थियो। सबभन्दा हेपिएका उत्पीडित जनजातिहरू तामाङहरूलाई भोटे भनिन्थ्यो। ती लिडे मगरहरूलाई तिनले भन्ने गरेको ती लिडे मगरहरूले फर्सी बम बनाए, तिनले घिरौँला बम बनाए, तिनले लौका बम बनाए। ती मगरहरू आइन्स्टाइन भन्दा महान वैज्ञानिक रहेछन् भनेर प्रमाणित गर्ने नेता प्रचण्ड। अहिले यो देशमा 15,000 महिलाहरूले यो देशको शासन सत्ताको नेतृत्व गरिराखेका छन्। 15,000 महिलाहरू। ती 15,000 महिलाहरू अघि पूर्ववक्ता मित्रले भन्नुभयो राष्ट्रपति महिला भए, यो देशको प्रधानमन्त्री व्यवस्थापिका प्रमुख महिला भए, प्रधान न्यायाधीश महिला भए। 15,000 नेतृत्व 15,000 महिलाहरूले अहिले पनि नेतृत्व गरिरहेका छन् 6,743 वटा वडामा। ती महिलाहरू यो नेतृत्व गर्न योग्य हुनका निमित्त नेकपा माओवादी केन्द्रले र प्रचण्डले रहेको नेतृत्व नगरेको थियो भनेदेखि ती महिलाहरूले शासन सत्तामा पुग्दैन। म 52 को छोरो, म 52 को छोरो। मेरो बाबुले, म बच्चा हुँदा मेरो बाबु 52 बाबुले दलितको छोरालाई आँगनको पल्लो गिलमा राखेर थाल झटारो फ्याँकेर भात खान दिने गर्थे। म त्यो देखेर आएको 52 को छोरो। त्यो दलितको छोरा आज वडा कार्यालयको कुर्सीमा बसेर वडा चलाइरहेको छ। त्यो दलितको छोरा आज सिंहदरबारमा बसेर यो देशको शासन सत्ताको नेतृत्व गरिरहेको छ। र मेरो 52 बाउ त्यो वडा कार्यालयमा जाँदाखेरि त्यो दलितलाई आज नमस्ते नगरिकन काम बन्दैन। त्यो दलितको मुक्ति नेकपा माओवादी केन्द्रले गरेको हो र त्यसको नेतृत्व अध्यक्ष गरेको प्रचण्डले गर्यो। ती छुल्याहरू यतै छ एउटा कर्णालीमा। कर्णालीले त्यो गल्ती गर्न सक्दैन। एउटा उत्पट्याङ छ अल्लीमाथि जुम्लातिरको, मैले नाम भनिन। कर्णालीको हैसियतले अर्को 84 सम्म त्यो उत्पट्याङलाई तह लगाओस्। कर्णालीले त्यस्ता मान्छेहरू पक्क सक्दैन, त्यसलाई नेतृत्व मान्न सक्दैन, त्यसलाई नेतृत्व मान्न सक्दैन। त्यो हुँदैन। कर्णाली हैसियत, कर्णालीका जनता, यो देश फेरि एकपटक सङ्कटमा। त्यो खिसीटिउरी गर्ने छुल्या बुढो सिंहदरबारमा छ र हामी लडिआउनेहरू, जनतालाई मुक्तिको बाटोमा लिएर जानेहरू हामी सडकमा जस्तो तिनी सिंहदरबारमा जस्तो भएको छ। यो देश एकपटक फेरि सङ्कटमा छ। हाम्रो पार्टी नेकपा माओवादी केन्द्र पनि सङ्कटमा छ। सङ्कटमा खडा हुने कर्णालीले यो पार्टीको सङ्कटमा पनि प्रचण्डसँग खडा होस्, यो देशको सङ्कटमा पनि प्रचण्डसँग खडा होस्। कर्णाली वैसेलले यो सङ्कटको नेतृत्व गरोस्। आजको वैसेल लाठा भाटा चलाउने मात्रै होइन, सडक तताउने मात्रै होइन, आजको वैसेलले राजनीतिको नेतृत्व गर्नुपर्नेछ, आर्थिक क्रान्तिको नेतृत्व गर्नुपर्नेछ, उत्तम शिक्षाको नेतृत्व गर्नुपर्नेछ र यो सङ्कटको समाधानको नेतृत्व गर्नुपर्नेछ। म यो सम्मेलनमा यस्तो वैसेल निर्माण होस् र कर्णाली फेरि एकपटक कर्णालीले आगो बालोस्, कर्णालीले क्रान्ति गरोस् र क्रान्ति नायक प्रचण्डलाई खिसीटिउरी गर्नेहरू छन् त्यसलाई कर्णालीले जवाब दियोस्। म यस सम्मेलन भव्य सफलताको शुभकामना सहित बिदा हुन्छु।